अब तेरो आँखा उठाएर के गरेर आँखा उठाएर अब भयो त्यो घोप्टोबाट हेरिरहनुहोस् त्यही समस्या वरिपरि भएको कुरालाई नाउ आफ्नो आँखा उठाउनुहोस् त्यो भएको टोबिएको ठाउँबाट अब तैँले अगाडि हेर अनि जति पनि देख्न सक्छस् त्यो जग्गा म तँलाई दिनेछु। जब तपाईले म उदार चित्त हुन्छ नि परमेश्वरले नि तपाईले मैले यति सोचिरहेको हुन्छ तर परमेश्वरले यति यति धेरै तपाईको लागि सोचेर राख्नु भएको छ भरपुरै सोचेर राख्नु भएको छ। अब अब्राहमले भन्छ अब अब्राहम ठिक छ तेरो भतिजो तँसँग छुटेर गयो अब तँ भएको जग्गाबाट अब ठिकै छ तँ पहिले त्यहाँ बसिस् तेरो परिवारले तेरो नोकरले तेरो जन्महरूले त्यहाँनिर खाए अब सबै कुरो त्यहाँनिर भयो अब तेरो लागि यहाँ एक समयसम्म ठिकै थियो अब तेरो लागि यो जग्गा अब काफी छैन अब तँ यहाँनिर अब बेसी बस्नु सक्दैनस् अझै म तँलाई अझ थप आशिष म तँलाई दिनेवाला छु अझै म तँलाई अब थप आशिष दिनेवाला छु यसर्थ तँलाई अब ठुलो जग्गा चाहिएको छ र म तँलाई अब ठुलो जग्गा दिनेवाला छु र अब तँ भएको जग्गाबाट चाहिँ तैँले अगाडि हेर। तपाईले मेरो जीवनमा हामीले अगाडि हेर्नु चाहिँ जरुरी छ मेरो प्रिय बियोन्ड योर इमेजिनेसन्स तपाईको सोच भन्दा पनि बेसी तपाईले मैले अगाडि हेर्नु जरुरी छ। हामी यस्तो सोचिरहेको छौँ नि त कति यत्रो माइन्ड हो हामी यति नै दुनियाँ बनाइहाल्छौँ हो परमेश्वरले त्योभन्दा बढ्ता तपाईँको लागि सोच्नुहुन्छ। अब तोबेको जग्गाबाट तैँले हेर त्यसलाई म परमेश्वरले अब्राहम यति साह्रो आशिष दिनुभयो त्यो जसलाई जग्गालाई परमेश्वरले अब्राहमलाई दिनुभयो कारण अब्राहम चाहिँ उदार चित्तको व्यक्ति थिए। एउटा वचन हामी पढौँ त हितोपदेश 11:24 पदलाई हामी पढौँ त झट्टै कसैले पढ्नुहोस् त। ओके कस्तो कडा लेखेको रहेछ कडा भन्नुहोस् त कडा भने त्यो अर्को कडा भयो होइन फेरि कठोर लेखेको रहेछ क्या कुनै व्यक्तिले उदारताको साथमा दिएर पनि त्यो व्यक्ति कङ्गाल हुन्छ हो उदारता दिएर पनि धनी नै रहन्छ भने व्यक्तिलाई दिने मान्छे कहाँ गरिब हुँदो रहेछ बाइबलमा लेखेको कुरा हो नि त यो त दिने मान्छे मैले दशमांश अफरिङको मात्र कुरा गरेको होइन मेरो पेरो बाइबल भन्छ गरिबलाई दिनु चाहिँ परमेश्वरलाई लोन दिनु भनेको अस्ति मैले बताउँदै थिएँ नि हामी चाहिँ परमेश्वर हामी दिन्छौँ दशमांश दिन्छौँ अफरिङ दिन्छौँ त्यसको बावजुद हामीले अरूलाई हामीले सहायता गर्नुपर्छ। दोस्रो ग्रन्थी 8 अध्यायको 9 पदमा लेखेको छ सुन्नुहोस् है ध्यान लगाएर यीशु ख्रीष्ट जो चाहिँ तपाईले मेरो जीवनको स्रोत हुनुहुन्छ जसले तपाईले मलाई जीवन दिनुभयो आज म एकदमै आइस्तसँगले म सिकाउन चाहन्छु जसले तपाईले मलाई जीवनमा जो चाहिँ तपाईले मेरो लागि मर्नु भयो कल्भरी क्रुसमा रगत बगाउनु भयो उहाँले भन्नुहुँदैछ यीशु ख्रीष्ट धनी हुनुहुन्थ्यो तर तपाईँ अनि मेरो लागि गरिब बन्नुभयो। कुनै व्यक्ति धनी भएर होइन यो व्यक्तिको लागि म गरिब हुन्छु भनेर देख्नु भएको छ। यीशु ख्रीष्ट धनी हुनुहुन्थ्यो तर उहाँ गरिब हुनुभयो। दोस्रो कोरिन्थी 8:9 पदलाई नोट गरिराख्नुहोस् अनि उहाँको गरिबीले तपाईँ अनि म धनी हुन सकौ भनेर तपाईँ अनि म यीशु ख्रीष्टको गरिबीबाट तिमीहरू धनी हुन सक। तपाईँ अनि म धनी हुनको लागि झगडा गर्नु पर्दैन युद्ध गर्नु पर्दैन मार्नु पर्दैन चोर्नु पर्दैन डकैती गर्नु पर्दैन लुट्नु पर्दैन। प्रभु श्री कृष्ण तपाईले मलाई घोषणा गरिसक्नु भएको छ डिक्लेयर गरिसक्नु भएको छ। अनि अब अस्ति हामीले जेनरसिटीको बारेमा सुन्दै थियौँ अब तपाईले मलाई उदार चित्तको बन्नको लागि के कुराले रोक्छ होला रगरग तपाईँलाई थाहा छ डर लाग्छ होला भन्नु के कुराले रोक्छ होला तपाईँलाई उदार चित्त बन्नदेखि कुन चाहिँ कुराले रोक्छ होला एउटै कुरो छ के भन्नुहोस् त सबैले भन्नुहोस् त लोभ।
तपाईँ म कमाउँछौ नि, कमाउनुपर्छ। परमेश्वरले तपाईँ मलाई कमाउनको लागि सोर्स दिनुभएको छ। काम गर्नुपर्छ, नोकरी गर्नुपर्छ, बिजनेस गर्नुपर्छ, धेरै कुरो गर्नुपर्छ पैसा कमाउनको लागि। तपाईँ मेरो हातको काममा नै परमेश्वरलाई आशिष दिन्छु भनेर भन्नुभएको छ। केमा? हातको काममा। हामी कमाउँछौँ, दुईटा किसिमले कमाउँछौँ। एउटा चाहिँ लोभले कमाउँछौँ, होइन म त मेरोमा सबैभन्दा बेसी पैसा हुनुपर्छ, म सबैभन्दा बेसी धनी हुनुपर्छ, अनि मैले मात्र थुपार्नुपर्छ, मेरोमा म चाहिँ दि बेस्ट कुराहरू हुनुपर्छ। त्यो एउटा लोभ हो। त्यो हिसाबले तपाईँले म कमाउँछौँ। अर्को चाहिँ के को चाहिँ तरिकाले हामी कमाउँछ थाहा छ? डरले, फियर, डर। अब किन चाहिँ डर भनेपछि किन चाहिँ कमाइमा किन डर भनेदेखिलाई चाहिँ किन थाहा छ तपाईँलाई? ला म गरिब हुन्छु होला, ला म बिमार भइहाल्यो भनेदेखिलाई त्यहाँबाट त्यो बिमारीको समयमा कहाँबाट हस्पिटलको खर्च ल्याउनु? मेरो छोराछोरी पढ्दैछ, अब मैले मेरो छोराछोरीलाई पढाउनु पऱ्यो, स्कुल पढाउनु, राम्रो स्कुल पढाउनु पऱ्यो, कहाँबाट मैले त्यो पछि मेरो छोराछोरी राम्रो स्कुल पढाउनु? मैले राम्रो कुरो कहाँबाट किन्नु? डर। दुईवटा कुरालाई हामी कमाउँछौँ, एउटा लोभले, अर्को डरले। ला म अरू त्यो व्यक्ति धनी भइसक्यो, म त गरिब छु। तपाईँको भाग परमेश्वरले तपाईँलाई दिइसक्नु भएको छ, डराउनु पर्ने कामै छैन। तपाईँको भाग तपाईँकै हो, तपाईँ डराउनु पर्दैन, लोभ पनि गर्नु पर्दैन। हामी रोगको बारेमा हामी हेर्नेछौँ। त्यो कुरोले चाहिँ तपाईँले उदार चित्त बन्नदेखि रोकेर राखेको छ, बुझ्नु भयो त? अनि हामी भन्छौँ 1 रुपियाँ पनि म छिराउँदिनँ अन्त। पहिला 10 पैसा भन्थ्यो, अहिले 1 रुपियाँ अलिक नि त। 1 रुपियाँ पनि म छिराउँदिनँ अन्त, 1 रुपियाँ पनि दिँदिनँ अन्त म। वाइ? बिकज अफ ग्रिड, लोभको कारणले गर्दाखेरि। तपाईँले ममा लोभ भरेको कारणले फेरि तपाईँले मलाई उदार चित्त हुनदेखि त्यसले के गर्छ? रोक्छ मेरो प्रियहरू। हामी एक दुईवटा भर्सलाई हामी हेर्नेछौँ। जस्तो कुनै मान्छेले उदार चित्तले दिएर पनि त्यो व्यक्ति धनी नै रहन्छ, तर नदिने व्यक्ति चाहिँ के भएर कङ्गाल भएर गरिब भएर नै को चाहिँ 1 रुपियाँ नछोडाउने मान्छे चाहिँ 1 रुपियाँ नछोडाउने मान्छे चाहिँ के भन्छ अरे? कङ्गाल भएर पर्छ। मैले भनेको अरे मेरो प्रियहरू कस्तो भन्नुभएको पास्टरले होइन, हितो त्यसो भने डरलाग्दो भनेको छ। म चाहिँ मजाले हाँसिरहने भनेर भनिरहेको छु। नदिने मान्छे चाहिँ अझ कङ्गाल भएर मर्छ भनेर पछाडि लेखेको छ। अब यो भन्छ पहिलो तिमोथी 6:10 पदलाई हामी पहिलो तिमोथी 6:10 पदलाई म तपाईँको लागि म पढ्न चाहन्छु। यहाँनिर यस प्रकारले लेखेको छ, ध्यान लगाएर सुन्नुहोस् ल। बाइबल छ भने बाइबलमा पढ्नुहोस्। किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो। रुपियाँ पैसालाई माया गर्नु नै सबै किसिमको खराबीको जड हो। पैसाको लोभमा परेर कोही त विश्वासबाट कुमार्गतिर लागेका छन्। अब हेर्नुहोस् है, कसै चाहिँ लोभमा परेर, केमा परेर अरे? लोभमा परेर कोही चाहिँ कुमार्गतिर लागेको छ, कुमार्गतिर परेको छ। त्यति मात्र होइन, यहाँनिर के भन्छ? र धेरै पीडाले तिनीहरूको हृदय घोचेको छन्। कुमार्गतिर लागेर त्यो धेरै पीडाले तिनीहरूको हृदयलाई घोचेको छ, वचनले भन्छ। ओके, सबै किसिमको किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो। यहाँनिर के भनेको छ? त्यो कुन चाहिँ के छ अरे खराबीको जड? के अरे? के अरे खराबीको जड चाहिँ? न हजुर न के भनेको छ यहाँनिर? यस, रुपियाँ पैसालाई माया गर्ने हो। रुपियाँ पैसालाई प्रेम गर्ने चाहिँ सबै किसिमको खराबीको जड भनेर यहाँ लेखेको छ। रुपियाँ पैसा चाहिँ होइन, पैसा इट्सेल्फ चाहिँ खराब होइन मेरो प्रियहरू, खराब हुँदै होइन। बाइबलले त्यो लेखेको छैन। पैसा भन्नु, पैसा कमाउनु, पैसा थुपार्नु, ब्याङ्क ब्यालेन्स थुपार्नु, धनहरू थुपार्नु, त्यो पाप भनेको छैन मेरो प्रियहरू। त्यो गर्दाखेरि पाप हुँदैन। तर जब तपाईँले पैसालाई प्रेम गर्न थाल्नुहुन्छ नि,
जब तपाईले तपाईको जीवनलाई नै म चाहिँ यसैको लागि हो भनेर तपाई जिउन थाल्नुहुन्छ नि तपाईले त्यो पैसाको लागि चाहिँ खराब कुरो गर्न थाल्नुहुन्छ। कारण तपाई भित्र पैसाको लागि प्रेम छ, तपाईले पैसालाई माया गर्न थाल्नु भयो। यहाँसम्म कि पैसाको प्रेममा फसेर धेरै मानिसले आफ्नो परिवारलाई पनि बिर्सिसकेको छ। त्यो व्यक्तिले आफ्नो परिवारलाई समय दिन सक्दैन, त्यो परिवारले आफ्नो वाइफलाई, आफ्नो हस्बेन्डलाई, आफ्नो छोराछोरीलाई समय नै दिन सक्दैन। अनि मनी 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 पैसा पैसा Why? Because of the love of money. पैसाको कारणले तर पैसालाई माया गरेका कारणले फेरि सबै किसिमको खराबीको जस्तो पैसालाई प्रेम गर्नुको लागि पैसालाई प्रेम गर्नु अरे मेरो प्रियहरू। आज पैसालाई प्रेम गरेका कारणले फेरि आज मानिसले खराब कदमहरू चालेको छ। मान्छेले व्यभिचार गर्छ, मान्छे प्रस्टिट्युसनमा मान्छे पोस्छ, लुट्छ, छोड्छ, काट्छ, मार्छ, ढाँट्छ, भ्रष्ट हुन्छ। एउटा व्यक्तिले पैसालाई माया गरेको कारणले फेरि त्यो चाहिँ यो खराब मेरो प्रियहरू। त्यसरी कमाएको धन चाहिँ आशिषित होइन। हितोपदेशमा लेखेको छ नि, कहाँ लेखेको छ भन्छ कुनै व्यक्तिलाई लुट्छ अरे, पहिला सुरु ठग्छ अरे, हैन ठग्छ अरे, अनि बिचरा त्यो ठगिने मान्छेलाई थाहा छैन। अनि गएपछि त्यो मान्छे गएपछि मनमा खुसी हुन्छ अरे, मैले आज यो व्यक्तिलाई ठगेँ भनेर। हितोपदेशमा लेखेको छ मेरो। किनभने सबै किसिमको मोह, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो। आज मान्छे मारामार किन हुन्छ? घरमा आफ्नै दाजुभाइ दुश्मनी किन हुन्छ? आज घरमा आफ्नै एउटै गर्भबाट जन्मेको छोराछोरी किन दुश्मनी हुन्छ? बिकज अफ द मनी, पैसाको लागि मेरो प्रिय। वचनले भन्छ रुपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो। जब यीशु ख्रीष्ट कहाँ एउटा स्त्री आउँछ, मत्ती र सुसमाचार नखोल्नुहोस्, मत्ती 26 को 7 रातमा तपाईले पढ्नु सक्नुहुन्छ। यीशु ख्रीष्ट कहाँ एउटा स्त्री आउँछ, यति सेन्ट, यति मिठो महँगो एक्सपेन्सिभ सेन्ट लिएर आउँछ। अनि त्यो सेन्टको जारलाई फुटाउँछ अनि पाउनीले त्यहाँनिर घोप्टाइदिन्छ यीशुको पाउनी। र यसै बिचारा स्त्रीले प्रब्लम आए गरेको एक्सपेन्सिभ बहुमूल्य धेरै पैसालाई लगाएर किनेको सेन्ट यसको पाउनेर फुटाइदिन्छ। किन? प्रभुको महिमाको लागि हो नि त, प्रभुको लागि थोपारेको हो नि त, यीशु ख्रीष्टको लागि थोपारेको हो नि त। अनि त्यसले फुटाइदियो। somebody is there जो चाहिँ लोभले भरिएको व्यक्तिले त्यहाँ हेरिरहेको छ। अनि त्यहाँनिर बिचारा स्त्रीलाई उसले त आराधना गरेको थियो यीशु ख्रीष्टलाई, प्रभुको लागि दिइरहेको थियो। अनि एउटा त्यो लोभले भरेको व्यक्ति आएर के गर्यो तिमीले? यो यस्तो महँगो दामको परफ्युमलाई तिमीले के गर्यो? यो किन खेरो फालेको? हेर्नुहोस् त, जब एउटा लोभले भरेको व्यक्ति उसले कुनै व्यक्तिले प्रभुलाई दिँदै देख्छ नि, त्यो चाहिँ के हुन्छ? खेरो फालेको जस्तो देख्छ मेरो प्रिय। कारण त्यो व्यक्तिको हृदय, त्यो व्यक्तिको माइन्ड चाहिँ लोभले भरिएको छ। त्यो व्यक्तिको हृदय चाहिँ उदार चित्तले भरिएको छैन, तर लोभले भरेको छ। अनि अब त्यो स्त्रीले विचार कराउँदैछ, गाली गर्दछ, यस्तो महँगो दामको एक्सपेन्सिभ यो सेन्टलाई तिमीले किन घोप्टायौ, किन फेर खाल्यौ? यसलाई हामीले बेचेर धेरै पैसा हामीले लिएर हामीले गरिबलाई दिन सक्यौँ नि। हेर्नुहोस् बिचारा त्यहाँ वेबसाइट हेर्दैछ अलिकति बेचेर चाहिँ के हल्का अब गरिब फेरि यीशुले मारिहाल्छ। दिनु किन घोप्टाएको? लोभले। जब तपाईँ म भित्र लोभ उत्पन्न हुन्छ नि, बुझ्नु त हामीलाई दिन मन लाग्दैन। अनि रुपियाँ पैसाको मोह चाहिँ सबै किसिमको खराबीको जड हो। यदि तपाईँ रुपियाँ पैसाको मोहमा चुल्लुमै डुब्नु भएको छ, रुपियाँ पैसाको प्रेम जालमा तपाईँ फस्नु भएको छ भनेदेखिलाई प्रार्थना गर्नुहोस्, पवित्र आत्माले तपाईँलाई सहायता गर्नुहुन्छ। हामीले कमाउनु पर्छ राइट वेमा, सही तरिकाले तपाईँले कमाउन सक्नुहुन्छ, सही तरिकाले तपाईँले पैसालाई थुपार्न सक्नुहुन्छ। प्रभुले तपाईँलाई सोर्स दिनुभएको, इन्कम सोर्स दिनुभएको छ, कमाउने जरिया दिनुभएको छ। परमेश्वरले त्यो सोर्स हुनुहुन्छ, डराउनु पर्दैन। एउटा वचन हामी पढौँ त, हिब्रू 13:5 पढौँ त।
यहाँ यस प्रकार लेखेको छ NLT न्यू लिभिङ ट्रान्सलेसनमा, डोन्ट लभ मनी, पैसालाई के गर, माया नगर। भन्नुहोस् त, पैसालाई माया नगर। डोन्ट लभ मनी। अनि सेकेन्डमा भन्छ बी सेटिस्फाइड विथ वाट यु हेभ। पैसालाई माया नगर, तर जे तिमीसँग छ त्यसमै सन्तुष्ट हो। भन्नुहोस् त, सन्तुष्ट हो। अनि यस प्रकार भन्छ, फर गॉड हैज सेड, परमेश्वरले भन्नुभएको छ, आई विल नेभर फेल यु, आई विल नेभर एबन्डन यु। म तिमीलाई कहिले पनि छाड्ने छैन, म तिमीलाई कहिले पनि त्याग्ने छैन। भन्नु मतलब चाहिँ के हो त? उहाँले भन्नु चाहेको छ तिमीलाई कुनै पनि उत्तम कुराको अभाव हुँदैन, खाँचो हुँदैन। तपाईले मेरो परमेश्वरले तपाईले मेरो खाँचोलाई मात्र होइन, तर तपाईले मेरो इच्छालाई पनि परमेश्वरले उत्तम कुरोले तृप्त पार्नुहुन्छ। मैले अघि वचनलाई कोट गर्दै थिएँ, भजन सङ्ग्रह 103 को 5 पद। परमेश्वर तपाईले मेरो हृदयको इच्छाहरूलाई चाहिँ द बेस्ट कुराले तृप्त पार्नुहुन्छ। द बेस्ट कुरा, उत्तम कुराहरूले। व्हाइट मनीले तपाईले मलाई परमेश्वरले तृप्त पार्नुहुन्छ। भन्नुहोस् के रे? लिगल्ली कमाएको पैसाले परमेश्वरले तपाईले मलाई तृप्त पार्नुहुन्छ। जब तपाईँ त्यो पैसा कमाएर आउनुहुन्छ, तपाईलाई रिग्रेट हुँदैन मेरो प्रियहरू। बेलुका तपाईँ अवसरमा सुत्दै तपाईलाई रिग्रेट हुँदैन। तपाईलाई आनन्द, आज मैले मेहनत गरेँ। मलाई एकजना भाइले भन्दै थियो, पास्टर यस्तो यस्तो छ हैन, अनि एकजना गाडी चलाउने भाइले, बडो मजा लाग्यो, इन्ट्रेस्टिङ कुरो। पास्टर यस्तो त, अनि हामी त अब टुरिस्टहरू आउँछ हैन, टुरिस्ट आएपछि अब यहाँबाट खेल्छ, हामी सिलगढी हामी ड्रपको लागि हामी दिन्छौँ त्यो गाडीलाई। अनि त्यो गाडीको ड्राइभरले हामीलाई अब केही पैसा दिन्छ हो, मैले मागेको हुँदैन, दिन्छ। के गर्नु भन्नु हुँदै थियो भाइले। भाइ त्यो तपाईँले मागेको हो, मलाई कमिसन यति दिनुपर्छ भनेर मागेको होइन, त्यो ड्राइभरले आफै दिएको भनेदेखिलाई त्यो तपाईँको ब्लेसिङ्स हो, थाप्नुहोस् भने। यो तपाईँले होइन, मैले तपाईँलाई म पेसेन्जर दिन्छु, तपाईँलाई मलाई यति रुपियाँ दिनुपर्छ भने चाहिँ त्यो चाहिँ इलिगल हो, यो चाहिँ करप्ट हो। सोध्नु त्यस बिचरा। अनि मैले भाइ यदि तपाईँले त्यो व्यक्तिले दिँदैछ भने रिसिभ गर्नुहोस्, थाप्नुहोस् हो, तर तपाईँले नै माग्नु हुँदैछ भने त्यो चाहिँ भ्रष्ट हो, नमाग्नुहोस्। जब तपाईँलाई जुन चाहिँ कुरो गरेर तपाईँले कमाउनु हुँदैछ, त्यो गर्दा कमाउँदाखेरि तपाईँलाई भित्रबाट सन्तुष्टि आउँदैछ, सेटिस्फ्याक्सन हुँदैछ, तपाईँलाई मजा लाग्दैछ, तपाईँलाई कुनै रिग्रेट छैन हो। अनि त्यो चाहिँ हरेक दृष्टिकोणले हेर्दा त्यो सही छ भनेदेखिलाई चाहिँ डु इट। तपाईँको विवेकले दोषाउँदैन भनेदेखिलाई गर्नुहोस्। तर कतै न कतै तपाईँको विवेकलाई तपाईँले कमाउँदै गर्दा तपाईँको विवेकले दोषाउँदैछ भनेदेखिलाई राइट देयर स्टप। त्यहाँनिर तपाईँले बन्द गर्नुहोस्। सही तरिकाले तपाईँले कमाइ गर्न सक्नुहुन्छ मेरो प्रियहरू। रुपियाँ पैसाको मोहमा हामी डुब्छौँ भनेदेखिलाई चाहिँ त्यसले तपाईँले मलाई खराब कुरो गर्न लगाउँछ। खराब कुरो पहिला त हामीले अरूलाई खराब गर्दै जस्तो गर्छ, त्यही खराबी हाम्रो जीवनमा, हाम्रो आफ्नै परिवारमा खड्डामा आइपर्छ मेरो प्रियहरू। जब हामी देख्छौँ बाइबलमा धेरै व्यक्तिहरू छ जसले लोभ गरेको छ। आकान भन्ने एकजना व्यक्ति यहोशू 7 अध्यायमा हेर्छौँ देखिलाई, जब यहोशूले लडाइँ युद्ध जित्यो एउटा ठाउँमा, अनि त्यहाँ कुनै पनि सामान ल्याउँदैन त्यहाँबाट उठाएर, त्यहाँबाट चाहिँ कुनै पनि सामान जुन चाहिँ जग्गालाई जितेको थियो, जुन चाहिँ राज्यले जितेको थियो, त्यो ठाउँबाट चाहिँ कसैले पनि कुनै पनि सामान उठाएर चोरेर उठाएर ल्याउँदैन। यहोशूले त्यहाँनिर खबरदार गरेको थियो। आकान त सुनहरू देख्दाखेरि त्यहाँनिर हो सल्लम परेको सुनहरू देख्दाखेरि उसलाई त लोभमा चुल्लुकमा डुबिहाल्यो, अनि सट्ट टिपेर खोजीमा हालिहाल्यो। थाहा छैन कसैलाई पनि, बट परमेश्वरले दिइरहेको छ। आकानलाई ल्याएर उसको घरभित्र रुमभित्र भुइँखाना लुकाउँछ, अनि इजरायलहरूको बिचमा गडबडी हुन थाल्छ। कसरी के भयो भन्दा कुल थान्दै कसले के गर्यो समथिङ इज रङ, कसैले केही त गरेको छ भनेर छान्दा आकान पक्रा पर्छ। अनि आकान आफै मैले चोरेर लिएको थिएँ, तपाईँले खबरदार गर्नुभएको थियो, तर मलाई लोभ लागेर मैले चोरेर लिएर चाहिँ मैले मेरो घरभित्र मैले लुकाएँ, भुइँमुनि खान लुकाएँ। त्यसको कारण आकान मर्नु परेको छ मेरो प्रेम। आकानले मृत्युदण्ड पाउँछ। त्यस्तो प्रकारले अघि हामीले सुन्छ लुत लैजा जहाँसम्म तपाईँलाई मनपर्छ
छानालाई जलु उसलाई त साह्रै लोभ पो लागेछ जहाँ जग्गा सार्दा सिमाना सार्दा हुन्छ नि सिमाना मिचेको देख्नु भएको छ हो हामी त्यति देख्छ नि सिमाना मिचेको अलिकति खुट्टी तल गाडिदिन्छ 2 इन्च 3 इन्च 4 इन्च सिमाना मिचेकै बिचरा सदम र गमरामा पुगिपठाएछ लोभले नेपालीमा भनेछ लोभले लाभ लाभले बिलाप लुतले अब बिचरा अब्राहमले राम्रो जग्गा देखेको थियो नि त तर उसलाई त पुरै लोभ भएर सदम र गमरा जुन चाहिँ त्यो परमेश्वरले सदम र गमरालाई नाश गर्नुभन्दा अगाडि कुरा यो चाहिँ उसको पाल त लुतले चाहिँ उसको सुबस्ती ठाउँ त सदम र गमरामै पो पुगाइ पठाएछ बिस्तारै मजा दामी कुरा देख्दै त पापले भरेको अनि लास्टमा एउटा राजा आएर उसलाई कैद गरेर लान्छ लास्टमा अब्राहमले छुटाउनु पर्छ मेरो प्रिय त्यसको बादमा के भयो तपाईँलाई थाहा छ सदम र गमरालाई परमेश्वरले नष्ट गर्नुभयो उसको श्रीमती नुनको खामा भए मेरो प्रियहरू जब हामी लोभ गर्छ त्यो लोभले तपाईँले मलाई बर्बाद बनाउँछ एक दिन हामी यस्तो फस्छौँ मेरो प्रियहरू यस्तो फस्छौँ त्यहाँबाट त्यस्तो दलदलमा फस्छौँ त्यो लोभले त्यो रुपियाँ पैसाको मोहले तपाईँले यस्तो डरलाग्दो दलदल पापको दलदलमा फस्छौँ त्यहाँबाट निस्कन गाह्रो पर्छ मेरो प्रियहरू त्यो पापको दलदलबाट निस्कन गाह्रो पर्छ मेरो प्रियहरू परमेश्वर आशिषको स्रोत हुनुहुन्छ प्रभुले यहाँनिर भन्नुभएको छ म तिमीलाई कहिले पनि त्याग्ने छुइनँ म तिमीलाई कहिले पनि छाड्ने छुइनँ भनेको मतलब के हो एभ्रिथिङ God will provide everything हरेक कुरो परमेश्वरले नै जुटाउनुहुन्छ हरेक कुरो परमेश्वरले नै जुटाउनुहुन्छ परमेश्वरले ल्याउनुहुन्छ मेरो प्रियहरू अनि हामी प्रेरित हामी 5 अध्यायमा हामी हेर्छौँ भनेदेखिलाई हननिया र सफिराले आफ्नै जग्गा जमिन बेच्छ त आफ्नै थियो नि त हैन म दिदिनँ ल के अरे पाउल म दिदिनँ पत्रुस म दिदिनँ भने ठिकै छ नि त तिम्रो हो नदेऊ तर बेचेर चाहिँ अलिकति भाग लिएर चाहिँ पत्रुस कहाँ पाउल कहाँ आउँछ हैन प्रेरितहरू कहाँ आउँछ अनि पवित्र आत्मालाई ढाक्यो के यति नै हो तिमीले बेचेको जमिनको पैसा यति नै हो हजुर यति नै हो जति छ हामीले जम्मै लिएर आएको प्रेरितहरू पवित्र आत्माले भरेको आत्मामा थाहा भयो भने ढाँड्दैछ अनि यहाँ त्यहाँनिर नै स्पट डेट हुन्छ त्यसको श्रीमती आउँछ थाहा छैन श्रीमतीलाई उसको हस्बेन्ड मरिसकेको छ ढाँडेको हाल्दाखेरि श्रीमती के तिमीले जमिन त्यतिमै बेचेको हजुर मैले त्यतिमै बेचेको नि यति नै थियो यति नै हामीले सबै लिएको तपाईँको अन द स्पट उसको श्रीमती त्यहाँनिर नै मर्छ पवित्र आत्मा झुट बोलिरहेको कारण के भन्छ त लोभ जब तपाईँले म भित्र लोभ उत्पन्न हुन्छ नि त्यसले मलाई पाप गर्न लगाउँछ अझै बाइबलले भन्छ अनि यहुदा इस्करियोती हो उ जहिले पनि पैसा बोक्ने झोलाकै छेउमा हुने अनि पालक पुलक हेरेर सट्टै निकालिहाल्ने अलिकति पालक पुलक हेरेर सट्टै निकालिहाल्ने त्यसो गर्दा उसलाई पनि अब पैसाको त्यो लत लागिसक्यो पैसाको प्रेममा चुल्लोमा डुब्यो लास्टमा आफ्नै स्वामीलाई बेचिदियो 30 चाँदीको टुक्रामा यीशु ख्रीष्टलाई नै बेचिदियो धोका दियो जसले उद्धार मुक्ति दियो उहाँलाई नै के गरिदियो बेचिदियो बिकज अफ द ग्रीड लोभको कारणले भित्र यदि तपाईँभित्र त्यो खालको किसिमको लोभ छ भनेदेखिलाई अहिले नै पवित्र आत्मालाई सहायता माग्नुहोस् त्यो लोभले तपाईँले मलाई पापमा अगुवाई नगरेको होस् पापको जीवनलाई जिउन बाध्यता नगराएको होस् मेरो प्रियहरू हितोपदेश 28 को 25 पेजमा लेखेको छ ग्रीड causes fighting trusting the Lord leads to prosperity लोभले चाहिँ झगडा उत्पन्न गराउँछ रे लोभले झगडा उत्पन्न गराउँछ थाहा छ नि हैन के भन्नुस् त अलिकति कम्ती भाग अलिकति परोस् त कम्ती परोस् त सुरु हुन्छ त्यही बराबर नि परोस् अंश भाग बन्डा बराबर दिनुपर्छ अलिकति कम्ती परोस् त हैन त्यहाँनिर नाप्नु नसकेको कारणले त कम्ती परेको हुन सक्छ नाप्ने मान्छे जान्नु नसकेको कारणले त कम्ती परेको हुन सक्छ हो तर बराबर चाहिन्छ लोभले चाहिँ झगडा उत्पन्न गराउँछ अलिकति कम्ती दियोस् त झगडा भन्छ झगडा उत्पन्न हुन्छ न तर परमेश्वरमा भरोसा गर्नु चाहिँ के रे फलिफाप हो परमेश्वरमा भरोसा गर्नु चाहिँ फलिफाप भन्नुस् त
ट्रस्टिङ द लर्ड लिड्स टु प्रस्पेरिटी। परमेश्वरमा भरोसा पर्नु चाहिँ उन्नतितिर अगुवाई गर्छ। परमेश्वरमा भरोसा पर्नु चाहिँ उन्नतितिर अगुवाई गर्छ। मेरो परमेश्वरमाथि भरोसा पर्नुहोस्। परमेश्वरमाथि भरोसा पर्नु भने चाहिँ लर्ड यु आर विथ मी, तपाईँ मसँग हुनुहुन्छ भनेको मेरो प्रियहरू। तपाईँ चाहिँ मसँग हुनुहुन्छ, म डराउँदिनँ भनेको। अनि हितोपदेश 15:27 मा यस प्रकारले भन्छ, ग्रिड ब्रिङ्स ग्रिफ टु द होल फ्यामिली। बडो डरलाग्दो चेतावनीको वचन छ। ग्रिड ब्रिङ्स ग्रिफ टु होल फ्यामिली। लोभले चाहिँ सम्पूर्ण परिवारमा दुःखलाई ल्याउँछ। लोभले चाहिँ सम्पूर्ण परिवारमा सङ्कष्टलाई ल्याउँछ, कठिनाइलाई ल्याउँछ। But those who hate bribes, जसले घुसलाई घृणा गर्छ, will live, त्यो व्यक्ति चाहिँ जिउने छ अरे। जसले घुसलाई घृणा गर्छ त्यो व्यक्ति जिउँछ। हामी डरले लोभले हामी पैसा कमाउनु हुँदैन। पैसालाई ओके, तपाईँले मलाई एउटा प्रश्न सोध्छु, म तपाईँले मलाई भन्नुहोस् ल, तपाईँ नोकर धनी हुन्छ कि मालिक धनी हुन्छ? हजुर हजुर को धनी हुन्छ? नोकर धनी हुन्छ कि मालिक धनी हुन्छ? सबैले थाहा भएको कुरा मेरो प्रिय, मालिक नै धनी हुन्छ। तपाईको जीवनमा पैसालाई तपाईको स्वामी नबनाउनुस्। तपाईको जीवनमा पैसालाई तपाईले आफ्नो मालिक नबनाउनुस्। यदि तपाईले तपाईको जीवनमा पैसालाई नै नियन्त्रण गर्नको लागि तपाईले दिनुभएको छ भनेदेखिलाई जिन्दगीभर तपाईलाई तपाईको जीवनलाई त्यो पैसाले नियन्त्रण गर्छ। त्यो पैसाले घोटाकै गर्छ। जिन्दगीभर तपाईले पसिना बगाउनुहुन्छ, जिन्दगीभर तपाईले पसिना बगाउनुहुन्छ, तर तपाईँ कहिले आशिषित उन्नतिशील बन्नुहुन्न। कारण तपाईँ पैसाको नियन्त्रणमा तपाईँ हुनुहुन्छ। पैसालाई तपाईले आफ्नो स्वामी बनाउनु भएको छ। अनि त्यो पैसाले तपाईलाई नचाउँछ। पैसाले तपाईले जे भन्छ तपाईले त्यही गरिरहनुहुन्छ। अब मालिकले काममा रहँदाखेरि नोकरले गर्छ कि नोकरले उल्टा काममा रहँदा मालिकले गर्छ? यदि तपाईले पैसालाई सुन्नुहोस्, स्पिरिचुअली यु अन्डरस्ट्यान्ड, तपाईले यस आत्मिक रूपमा तपाईले बुझ्नुपर्छ मैले के भन्दैछु। यदि तपाईले पैसालाई नोकर बनाउनु भएको छ भनेदेखिलाई तपाईले एनी टाइम तपाईले पैसालाई तपाईले काम गराउन सक्नुहुन्छ, हाके गर्न सक्नुहुन्छ। कारण तपाईँ पैसाको अधीनमा बन्धनमा हुनुहुन्न, पैसा तपाईको अधीनमा छ। बुझ्नु, आत्मिक तपाईले बुझ्नुपर्छ यो कुरा तपाईले। तर हैन, अब तपाईले त्यो के रे डाइरेक्ट तपाईले बुझ्नुहुन्छ भनेदेखिलाई अब तपाईले डाइरेक्ट हाँस उठ्छ तपाईलाई। यो पैसा यहीँ छ उडेर आउँदैन नि भनेको चाहिँ मैले। तर स्पिरिचुअली पैसामा चाहिँ तपाईको नियन्त्रण हुनुपर्छ भने हुनुहुन्छ। पैसामा चाहिँ तपाईको नियन्त्रण हुनुपर्छ हो। यदि तपाईले आफ्नो जीवनमा पैसालाई तपाईले स्वामी बनाउनु, मास्टर बनाउनु भने तपाईलाई केही हुनेवाला छैन। जिन्दगीभर तपाईलाई त्यो पैसाले काम लगाउँछ, जिन्दगीभर। अनि हातमा लगे शून्य हुन्छ मेरो प्रियहरू। तर यदि तपाईले पैसालाई तपाईको दास बनाउनु भएको छ भनेदेखिलाई पैसालाई तपाईँ अधीन गरेर तपाईँ जिउन सक्नुहुन्छ। अनि तपाईँको जीवनमा तपाईँले पैसालाई अधीन नियन्त्रण गर्न सक्नुहुन्छ। ओके, अब फाइनेन्सियल कुरालाई हामी हेर्छौँ भनेदेखिलाई फाइनेन्सको एउटा एजुकेसन, डिफ्रेन्ट एजुकेसन छ मेरो प्रियहरू। एउटा व्यक्ति रातोरात धनी हुन सक्छ, ओभरनाइट। बट त्यो व्यक्ति फाइनेन्सियली इलिटरेट अर्थात् एजुकेटेड नभएको कारणले फेरि त्यो पैसाको फ्लोलाई नियन्त्रण गर्न सक्दैन। हामीलाई पैसा रुपियाँको ज्ञान हुनुपर्छ, एजुकेसन हुनुपर्छ। जब पनि तपाईको हातमा पैसा आउँछ, हाउ टु ह्यान्डल इट, कसरी हैन।
your needs and your wants, त्यसको डिफरेन्स तपाईँले बुझ्नुपर्छ। तपाईँको खाँचोलाई तपाईँ के छ अहिले, तपाईँको चाहना के छ त्यसलाई बुझ्नुपर्छ। धेरैचोटि यहाँ हाम्रो निड के छ त्योभन्दा बढी हाम्रो इच्छालाई हामीले गरिरहेको हुन्छौँ। फाइनेन्सको हामीले एजुकेसन हुनुपर्छ। ओके, यहाँ नि भन्छ लभ अफ मनी, पैसा रुपियाँ पैसाको मोह चाहिँ सबै किसिमको खराबीको जड हो। यो कुरोले चाहिँ तपाईँले मलाई उदारचित्त हुनदेखि वञ्चित गराउँछ। अनि जब तपाईँले म उदारचित्त हुँदैन हो, तपाईँले म कङ्गाल हुन्छ यो त्यसले भन्दैछ मेरो प्रिय। जब तपाईँले म उदारचित्त भन्दैन, तपाईँले म के हुन्छ उदारचित्तको साथमा दिने व्यक्तिले चाहिँ ऊ अझै धनी हुँदै जान्छ अरे, तर अर्को चाहिँ कन्जुस भएर पनि ऊ गरिब हुँदै जान्छ। त त्यसले भन्छ मेरो प्रिय। यसमै म तपाईँलाई उच्चार गर्न चाहन्छु, प्रभुलाई दिन, गरिबलाई दिन, कुनै व्यक्तिलाई सहायता गर्न नरोक्नुहोस्, उदारचित्त बन्नुहोस्। छैन पुग्दैन, एक दिन म धनी भएर दिन्छु, जब दिनु हुँदैन कसरी धनी हुन्छ? धनी हुने प्रिन्सिपल त परमेश्वरलाई दिएर नै हो। जब तपाईँलाई प्रभुलाई दिनुहुन्न, धनी हुन फर्केट इट। अनि त्यो धनी कहिले हुनु कहिले तपाईँको जीवनमा कहिले हुँदैन। होइन अहिले नै म दिन्छु, अहिले मेरोमा छैन बट स्टिल म दिन्छु। त्यहाँनिर प्रभुले तपाईँको जीवनमा आशिषलाई खोल्नुहुन्छ। आमेन, हालेलुया। अनि जब तपाईँले कमाउनुहुन्छ लोभको साथमा नकमाउनुहोस्। एउटा व्यक्तिले भन्छ उसको खेतमा धेरै अन्न उब्जाउ छ, यति साह्रो अन्न उब्जाउँछ, यति साह्रो अन्न फल्छ, अनि उसले मनमा नै भन्छ अब यति साह्रो अन्न फलेको छ, अब मेरो राख्ने ठाउँलाई म बढाउँछु, स्टोरलाई अझ म बढाउँछु, अझ ठुलो जग्गा बनाउँछु। अनि म आफूलाई भन्छु हे प्राण, खा पी मोज मजा गर नि बस। अब तेरोमा अटाउने पनि ठाउँ नहुने तैँले तेरो अन्न फलेको छ। ए मूर्ख, आज राति नै म तेरो प्राणलाई लिनेछु। न त उसले त्यो अन्न कट्नी गर्ने मौका पायो, न त उसले के अरे त्यो अन्न राख्ने जग्गा बनाउने मौका पायो, के पनि पाएन। जबसम्म हामी जिउँदछौँ हामी असल काम गरौँ, जबसम्म हामी जिउँदछौँ हामी असल काम गरौँ, ताकि हामी आशिषित हामी बन्दै अगाडि हामी जान सक्छौँ। मेरो धनी बन्नु चाहिँ एकदमै बाइबलीय हो। एकदमै धनी हुनुहोस्, धनी हुनु पाप होइन। धनी हुनुहोस्, पैसा रुपियाँ थुपार्नुहोस्, ब्याङ्कमा ब्याङ्क ब्यालेन्स बढाउनुहोस्, धन सम्पत्ति थुपार्नुहोस्, तर त्यो सबै थुपारिसकेर चाहिँ तपाईँलाई चाहिँ धनी व्यक्ति भनेर चिन्नु हुँदैन। तपाईँ चाहिँ धर्मी व्यक्ति भनेर चिन्नुपर्छ। तपाईँ चाहिँ यति पैसावाला व्यक्ति भनेर चिन्नु हुँदैन, तर तपाईँ चाहिँ प्रभुलाई माया गर्ने व्यक्ति भनेर चिन्नुपर्छ। तपाईँ चाहिँ कति धन दौलतले भरेको व्यक्ति भनेर होइन, तर तपाईँ चाहिँ उदारचित्त भएको व्यक्ति भनेर चिन्नुपर्छ। मेरो प्रियहरू, यो चाहिँ तपाईँ मेरो लागि आशिष बन्छ। हम समय विस्तारमा खडा हुनेछौँ।